हाम्रो दाजुले सेवाको लागि यहाँ एकदम दुःख गरिदिनु भएको छ। हुन त यो सेवा सङ्गति भनेको अब धेरै समयपछि आउँछ। एकदम दाजुले चाहिँ सेवाको लागि यहाँ हाम्रो सेवा गरिरहनु भएको छ। है एकदम राम्रो भ्यू देखिरहेको छ। अहिले यो चाहिँ अमेरिकाको तल हामी छौँ। टेनेसी भन्ने ठाउँदेखि उँधो पर्छ होइन, टेनेसीभित्रै पर्छ राज्य चाहिँ। अनि हामी अब मणि दाजुको घरमा म जाँदैछु। तर यस्तो दामी ठाउँ छ यो। आज मैले उता कटाएँ होइन, डाँडा काँडा ठिक्कको। यहाँको फेरि डाँडा काँडा धेरै ठुलो हुँदैन क्या। यहाँको डाँडा काँडा चाहिँ हेर्दा ठुलो देखिन्छ, त्यहाँ गयो सानो क्या। अब त्यो हुन्छ नि त पहिले तपाईँको फिल्महरूमा किताबहरूमा देख्थ्यौँ कस्तो लाग्थ्यो होइन। यहाँ गाई पनि छ। यो फार्महरू हो। यो फार्महरू पर्छ। यो एरिया चाहिँ फार्महरू पर्छ क्या। यहाँको कुहिरेहरू चाहिँ यस्तो ठाउँमा चाहिँ फार्महरू खोलेर उनीहरूको ठुल्ठुलो चाहिँ तपाईँको जग्गा जमिन ओटेर बसेको छ यहाँ। अनि यो फार्ममा एकजना हाम्रो दाजु हुनुहुन्छ, नेपाली दाजु। उहाँहरूको फार्ममा हामी जाँदैछौँ। आज त हाम्रो सेवा सङ्गठन त्यो ठाउँमा परेको छ होइन। अनि त्यो ठाउँ राम्रो छ, तर अब हाम्रोदेखि चाहिँ अलिक टाढो पर्छ भनेर अलि यो इन्साइड हो। तर ठाउँ चाहिँ एकदम राम्रो, हेरेर हिँडिरहनु जस्तो होइन। त्यो माथि डाँडामा गएर आउँछ माथि डाँडामा गएर क्या तपाईँको त्यो माथि डाँडामा गएर चाहिँ चट्ट यस्तो गरेर साह्रैतिर हेर्नुपर्ने खालको छ। तर त्यति खालको डाँडा छैन। अब हाम्रो चाहिँ माथि डाँडा थियो, भैँसी चराउनु गइन्थ्यो। भैँसी चराउनु जाँदाखेरि अब बर्खामा त कुहिरो लाग्ने होइन। तर तपाईँको यो अब भनौँ न दसैँ यो कट्योपछि, दसैँ तिहार कट्योपछि दिनहरू खुल्छ। कार्तिक मङ्सिर पुस। अनि माथि डाँडामा गएर हेर्नु कस्तो मजा लाग्थ्यो। तल भैँसी छोडिदिन्थ्यौँ बाटोमा, बाटोदेखि मास्तिर लगाएपछि तलबाट भैँसी चर्दै आउँथ्यो। आफू चाहिँ माथि डाँडामा गएर बसेर हेरिराख्यो। कोही बेला त भुसुको निदाइन्थ्यो पनि है। भैँसीको त पुग्यो हुन्छ थाहा हुँदैन थियो। अनि जब चाहिँ तपाईँको अब फेरि यो सुक्खा मौसम आउँछ नि, चैत अब वैशाखदेखि फेरि चाहिँ तपाईँको पुरै घाँसहरू क्या मुनाहरू पलाउँदै जान्छ नि जङ्गलमा। यसरी त्यहाँ देखिरहनु भएको छ है। यसरी नै मुना पलाउँदै जान्छ। अनि फेरि गएर डाँडा बसेर आहा यति रमाइलो हुने है। मुनाहरू पलाएको बोट बिरुवाहरू बिस्तारै चट्ट पलाएर चाहिँ मजाले डाँडामा गएर हरियाली हेर्नु साह्रै मजा आउँथ्यो। त्यतिखेरको त्यो समय खुब याद आउँछ अहिले यो ठाउँमा आएर। अब म यहाँदेखि राइट लाग्दैछु। ठाउँ चाहिँ अलिक टाढो छ। माथि हाम्रोबाट चाहिँ करिबन पनि तपाईँको 1 घन्टा अलमोस्ट 1 घन्टामा हामी पुग्नुपर्छ। यसै घरहरू बनाएर बसेको छ है। अनि हाम्रो जसरी रामचे डाँडा तपाईँको है, घाँस काट्नु गयो
अनि साथी गयो। अब हाम्रो चाहिँ प्राय आफ्नै हुन्थ्यो र पनि जो साथीसँग जाने अब मजा लाग्ने क्या, हुन त आफ्नो हुन्थ्यो होइन। अलि अब हिउँदोमा चाहिँ अलिकति समस्या हुन्थ्यो, त्यतिखेर चाहिँ जङ्गलतिर गयो, साथीहरूसँग गयो है। पल्लो भित्तादेखि करायो, पल्लो भित्ता गयो करायो, एक भारी घाँस गऱ्यो, त्यसपछि डाँडामा बस्यो, रमाइलो गऱ्यो, रमाइलो थियो। अझ मैले भन्दा पनि मेरो दाजुहरूले चाहिँ धेरै घाँस काट्यो। मलाई चाहिँ गोठालो मात्र पठाउँथ्यो। मलाई चाहिँ गोठालो जानु नपरोस् जस्तो लाग्छ क्या। एक्लै थिएँ, सानो कुहिरो त्यस्तो लाग्थ्यो, डर लाग्थ्यो। त्यतिखेर समयसम्म हाम्रोमा चाहिँ फेरि तपाईँको यो बाघहरू लाग्थ्यो नि त। अनि कुहिरो कस्तो लाग्ने होइन बर्खामा, फेरि छेउको छेउ पनि नदेख्ने क्या तपाईँको, त्यहाँको त्यहाँ पनि देखिँदैन थियो। अनि त्यो भने डर लाग्थ्यो। अनि कि त भैँसीमाथि चढिन्थ्यो कि त रुखमाथि चढेर बस्यो। अब झुक्किएर त्यो भैँसी चाहिँ राम्चे जङ्गलभित्र छिरोपछि चाहिँ सक्यो सातैजना। अब कसरी जिग्ने, त्यति डर लाग्ने क्या सानो केटाकेटी होइन। अनि पछि त अब त्यो ठुलो जङ्गल थियो हाम्रो है, यत्रो तपाईँको यो खामले पनि नपुग्ने खालको चाहिँ ऊ थियो क्या त्यहाँ चाहिँ रुखहरू थियो। मलाई नि अहिले पनि याद छ त्यो कटुसको रुखहरू। अनि हाम्रो बिर्खेको च्यान छेउछाउ चाहिँ, बिर्खे बाजेको च्यान छेउछाउमा चाहिँ मार्छला बिजुले यार, बिर्खे बाजेको छेउछाउ चाहिँ ठुल्ठुलो रुखहरू थियो। पछि जङ्गलहरू खुल्दै गयो, आफू पनि ठुलो हुँदै गयो। त्यहाँदेखि चाहिँ अलिक डर लाग्नु छोड्यो। पछि चाहिँ आफू पनि तपाईँको खुकुरी बोकेर हिँड्नु थाल्यो। अनि भतिज दाजुको उता थियो घर। अनि भतिज कहिले आउँछ भनेर चाहिँ बाटो हेरिरहेको थियौँ। उनीहरूको नि भैँसी थियो है, हाम्रो मोहन टङ्के। हाम्रो टङ्कले त त्यति गरे जस्तो लागेन, मोहन चाहिँ साह्रै गरेको। मोहनले चाहिँ अनि अब आलगढीसम्म चाहिँ आउने उनीहरूलाई पनि अनुमति अलि माथिसम्म है, बाउकडा। अनि लुकाएर चाहिँ अब साथी चाहिएको, लुकाएर चराउँथ्यौँ हाम्रो मोहन भतिज हामी। अनि तपाईँको एक दिन चाहिँ एउटा यस्तो घटना घट्यो। जाडो सुई आउने माथि माने डाँडादेखि मुनि तल भैँसी छोडेर माथि गफ गर्दा बस्यौँ, म मेरो माइला दाइ र दाइ हाम्रो मोहन भतिज। भैँसी अघि गएछ, ल भैँसी छैन। भैँसीको पाइला हेर्दै गएको त फट्ट हाम्रो ठुल दिदीको बारीमा आलु भर्खर उम्रिँदै थियो। यति भएर आलु बारीमा सबै भैँसी छिरेछ। बाउले भैँसी लखड्दो रहेछ। सातो हावा मारो बुढोले। अनि रातो पिर्काउँदै गयो डराउँदै है। बुढो मान्छेले कराउनु थाल्यो। हामी दुईजना दाजुभाइलाई भतिज केटोले भैँसी लिएर उता त लागिगयो। मलाई त एक सलामको असारेको लट्ठीले एक भेटा हाल्यो मैले, भागेँ। र पनि भैँसी चाहिँ यो भैँसी लैजा भनेर चाहिँ हाम्रो बाउले चाहिँ भन्नु भैँसी ल्याएर तलतिर गएर त्यो गऱ्यो तँलाई। अनि बाउले वार्निङ दिनुभयो, आइन्दादेखि यस्तो गर्लास्। अनि त्यो चाहिँ अहिले पनि खुब आउँछ कि यो अहिले ट्रेनको बाटो काट्दैछ है। अनि त्यो ठाउँ त्यस्तो याद आउँछ। हाम्रो कपु डाँडा भयो, डाँडाहरूको याद आउँछ। त्यो ठाउँमा जोस घुमेको हिँडेको विशेष गरेर यस्तो डाँडाहरू देख्दा चाहिँ। अनि भैँसीहरू चराएको, कोही बेला घाँसहरू काटेको साथीसँगै है।
रमाइलो थियो। अहिले बुझ्दा चाहिँ मैसलहरू पाक्थ्यो, मैसलु खानु जान्थ्यौँ मैसलुको समयमा होइन। रातो ऐसलु जुन अहिले पनि फल्छ त्यो साह्रै त्यो दबाई अब एक प्रकारको त्यो चाहिँ हाम्रो राम्रो ऐसलुहरू थियो। यहाँ त्यो साह्रै महँगो पर्छ अहिले बजारहरूमा होइन। अनि गाउँको स्कुल गइयो, गाउँको स्कुल कमदेखि तपाईँको म 6 कक्षादेखि पढेको पञ्चमी स्कुल हात्तीघरको सबै दाइ हामी सबै नै पढेको थियौँ। तर धेरै लामो ठाउँ। अब त्यतिखेर खोइ अब हिले स्कुल त नजिक हो हाम्रो, तर अब त्यो हिलेमा चाहिँ अलिकति के थियो भन्दाखेरि छोराछोरीहरू अब भन्नाले विद्यार्थीहरू बिग्रेको त सहर बजारको स्कुल भन्थ्यो होइन। अनि हामी गाउँको स्कुल जान्थ्यौँ। त्यो गाउँको स्कुल अहिले सम्झिँदा त पञ्चमी स्कुलबाट माथि गरेको थियो, डाँडा हेर्थ्यौँ देख्थ्यो, कहिले पुग्नु होला जस्तो लाग्थ्यो क्या। अनि भोक लाग्ने त्यस्तै, पैसा नहुने। अनि काँक्राको सिजनमा काँक्रा चोर्यो, मेल खायो, चोर्यो, नासपाती चोर्यो। अनि हाम्रो ग्याङ फेरि खतरा थियो, हाम्रो विकास भन्दा खतरा चोर फेरि आमा हो। हाम्रो सम्झिते कालुराम, अब हामी त फेरि बेस्ट, अब त्यो एउटा दामलको भएर हो। अनि त्यो कुराहरू याद आउँछ अहिलेको नानीहरूलाई, अहिलेको व्यक्तिहरूलाई पनि धेरै राम्रो छ। अब हाम्रो नेपाली दाइको फर्म चाहिँ आउनु आँट्यो। जस्तो अहिले यो बोट बिरुवाहरू फलिरहेको छ। अब म यहाँदेखि लाग्छु, यस्तो भित्र छ दाजुको चाहिँ। यहाँ यो चाहिँ सबै प्राइभेट प्रपर्टीहरू हो। यो पनि सायद यो एरिया, यो सबै एरिया छ दाजुको पर्सनल लेफ्ट साइडमा। यो चाहिँ अब अमेरिकामा चाहिँ मान्छेहरू बजारमा बस्दैन क्या, यिनीहरू गाउँतिर रुचाउँछ है। हुन त गाउँतिर राम्रो रहेछ यसो बुझ्दाखेरि पनि। यहाँ जे पनि पाइहाल्छ, सबै कुराहरू फेसिलिटी ताकि लाइक। अनि अब म यतातिर आउँदैछु। यो देखिरहेको ठाउँ चाहिँ अलिक अफ रोड छ, तर धेरै टाढो छैन। यो देखिएको घर चाहिँ अब हाम्रो नेपाली दाजु हुनुहुन्छ क्या, मणि दाजु चिना, उहाँहरूको यो फर्म चाहिँ यहाँ छ। अघि नै सेवा सङ्गतिको लागि आइसकेको छौँ हामी। यो चाहिँ करिबन 1 घन्टा भनेको तपाईँको धरानदेखि चाहिँ पथरी गएको भन्दा पनि टाढो होला है। यो चाहिँ फेरि दाजुले के पोल्दै हुनुहुन्छ पनि निकै मजाले। आज सङ्गतिमा निकै राम्रै प्रगति गर्दै हुनुहुन्छ क्या। अब एकदम मेहनती दाजु हुनुहुन्छ। हाम्रो रमेशसँग कलकत्तामा नमिल्छ दाजु उता हुनुहुन्छ। हाम्रो दाजु चाहिँ सेवाको लागि यहाँ एकदम दुःख गरिदिनु भएको छ। हुन त यो सेवा सङ्गति भनेको अब धेरै समयपछि आउँछ। एकदम दाजुले चाहिँ सेवाको लागि यहाँ हाम्रो सेवा गरिरहनु भएको छ। अनि यहाँ घरेलु सङ्गति चाहिँ हाम्रो दाजुको फर्म चाहिँ यही हो। यहाँ पर छिना हिँड्नु भएकै कोही हिँड्नु भएको। अनि हाम्रो एउटा डाक्टर छ यहाँ सुरु हुँदैछ है। अनि यस्तो छ यहाँ, उहाँले यहाँ यता पुग्नु परेछ। यस्तो खालको ठाउँ छ घर चाहिँ। ल यहाँ कत्रो छ नि बखरी, यहाँ जा कुकुर बाख्रा सधैँ छ। ओइ ल झ्याङ्गो रहेछ यता। ल यही जा, अप 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 मुनि मुनि मुनि